ॐ सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमः। श्रीकृष्णाय वयं नुमः। समादरणीय समस्त सज्जन भक्त महानुभावहरू, हजुरहरूको बीचमा मैले यस्तो प्रसङ्ग सुनाउँदै छु कि मान्नुस् कुनै पनि कार्य हाम्रो इच्छाले सम्भव हुँदैन। भगवानको जो इच्छा छ तदनुरूप नै कार्य हुन्छ। मनो इच्छा समम नास्ति दैव इच्छा प्रवर्तते। यसै प्रसङ्गमा एउटा राजा थिए अनि राजाका साथसाथमा मन्त्री पनि हुन्छन्। मन्त्री भगवानका भक्त थिए। कुनै पनि केही पनि कार्य भयो भने राम्रो होस् अथवा नराम्रो होस्, कुनै पनि कार्य होस्, उनको यो भनाइ हुन्थ्यो कि भगवानको ठुलो कृपा भयो भनेर भन्ने गर्थे। सबै ठाउँमा त्यसै गर्थे। अब मन्त्री धेरै जसो राजासँग बस्ने गर्थे। एक दिनको कुरा हो कि नियम पनि छ कि जातस्य हि ध्रुवो मृत्यु ध्रुवम जन्म मृतस्य च। जसको उत्पत्ति भएको हो त्यसको मृत्यु निश्चित छ अनि जसको मृत्यु हुन्छ त्यसको जन्म निश्चित छ। यही शाश्वत नियम अनुसार त्यो राजाकी पत्नी रानीको मृत्यु भयो। मृत्यु भइसकेपछि आएर ती मन्त्रीले के भने, राजालाई भगवानले जो गर्नुहुन्छ राम्रो गर्नुहुन्छ, भगवानको ठुलो कृपा भयो भनिसकेपछि राजालाई रिस त उठ्यो। पत्नी वियोगको कष्टमा थिए, अझ मन्त्रीले भगवानले जो गर्नुभयो राम्रो गर्नुभयो भन्दै गर्दा रिस उठेको थियो। तैपनि त्यो रिसलाई सहन गरेर राजा बसे, केही भनेन। समय बित्दै गयो। केही समयपछि फेरि राजकुमारको मृत्यु भयो। राजकुमारको मृत्यु भइसकेपछि पनि ती मन्त्री आएर त्यही भन्दै गए कि भगवानले ठुलो कृपा गर्नुभयो, दया गर्नुभयो। त्यो बेलामा पनि राजालाई भयङ्कर रिस उठ्यो। उठ्दै गर्दा पनि त्यो रिसलाई राजाले के गरे, पचाए। केही पनि भनेनन् मन्त्रीलाई, केही उत्तर दिएनन् त्यसको। समय बित्दै गयो। राज्यको कार्य पनि चल्दै गयो। मन्त्रीले आफ्नो कार्य पनि गर्दै गए। केही समयपछि कुनै व्यक्तिले राजालाई उपहारको रूपमा एउटा खुकुरी लिएर आयो। दिव्य खुकुरी लिएर आएको थियो। त्यो खुकुरी निकालेर राजाले के गर्दै थिए, खुकुरीको धार कस्तो छ भनेर यसो हेर्दै थिए। हेर्दै गर्दा राजाको अङ्गुली काटियो। अङ्गुली काटिसकेपछि राजा यता दुखी थिए, चिन्तित थिए। तर मन्त्रीले के भने, भगवानले जो गर्नुहुन्छ राम्रो गर्नुहुन्छ, भगवानको ठुलो कृपा भयो भनेर उनले भन्दै थिए। त्यो सुनिसकेपछि अब राजालाई अत्यन्त असह्य भयो। रिस उठिसकेपछि उनले त्यहाँ भएका व्यक्तिहरूलाई भने कि अब यो मन्त्रीलाई यहाँबाट देश निकाला गरिदिए। अनि मन्त्रीले पनि सोचे, भगवानले जो गर्नुभयो राम्रो गर्नुभयो भन्दै त्यो राज्यबाट केही पनि नलिकन, कुनै पनि वस्तु नलिकन अनि त्यो राज्यबाट निक्लेर बाहिर कहीँ गएर धेरै दिनसम्म उनी बसे। कहीँ गएर व्यवहार चलाए। मन्त्री थिए, कहीँ न कहीँ परिचय थियो होला। राज्यबाट केही पनि लिएनन्, आफ्नो घरमा पनि गएनन्। त्यहीँबाट सिधै बाहिरतिर गएर बसे। बसिसकेपछि अब एक दिनको कुरा हो, राजाहरूको नियम प्रचलन हुन्छ कि शिकार खेल्नको लागि जङ्गलमा जाने। तो शिकार खेल्न जङ्गलमा जाने क्रममा आफ्ना सैनिकहरूलाई साथमा लिएर, घोडा लिएर एक दिन राजा जङ्गलमा शिकार खेल्न गए। जाँदै गर्दा राजाले एउटा सुँगुर देखे, जङ्गली सुँगुर जसलाई बदेल भनेर भनिन्छ। त्यो सुँगुर दौडिरहेको थियो। राजा पनि दौडिरहेका थिए। दौडिँदै दौडिँदै गए। जाँदाखेरि राजाको जो घोडा थियो अत्यन्त तीव्रगामी थियो। अरू सैनिकहरू पछि नै छुटे। राजा दौडिँदै दौडिँदै त्यो सुँगुरको, जङ्गली सुँगुरको पछाडि लागेर वहाँ पुगे। पुग्दै गर्दा त्यो बेलामा के भएको थियो, डाकुहरूको कुनै समूह त्यो जङ्गलमा भेटियो। डाकुहरूले के निर्णय गरेका थिए भने, काली मातालाई प्रसन्न गराउनको लागि, काली माताको पूजा गर्नको लागि हामीले नरबली, मनुष्य बलि दिन्छौँ भन्ने सोचेका थिए। त्यही बलिको लागि
मनुष्य खोज्नको लागि ती डाकुहरू जङ्गलमा घुमिरहेका थिए। घुम्दै गर्दा तिनी राजा भेटिए। राजा भेटिसकेपछि राजालाई लिएर गए। राजालाई लिएर गएर त्यहाँको जो नीति नियम थियो सबै पुरा गरे। पुरा गरिसकेपछि डाकुहरूको जो पुरोहित थियो कालीको पूजा गरेर बलि दिनको लागि तयार भएको, अनि उसले राजालाई सोध्यो। राजा भन्ने उनीहरूलाई परिचय त भएन। सोध्यो उसले त्यो व्यक्तिलाई, राजालाई, अनि के छ तिम्री पत्नी छन् कि छैनन् भनेर सोध्दै गर्दा उनले भने कि मेरी पत्नी छैनन्, उनको त मृत्यु भएको छ। भन्दै गर्दा पुरोहितले भन्यो यो बलि दिनको लागि योग्य छैन, यसको त हृदय जलेको छ, हृदय जलेको छ, अथवा पत्नी नै छैन भने यो अङ्गले भङ्ग भएको छ, अर्धाङ्ग भयो, यो त पूर्ण छैन, यसलाई बलि दिनु हुँदैन भनेर राजाले। अनि फेरि सोधे छोरो छ कि छैन, छोराछोरी छन् कि छैनन् भन्दै गर्दा छोराको पनि मृत्यु भएको छ भनिसकेपछि यो व्यक्ति त अत्यन्त दुखी छ, पीडित छ, यसको अङ्ग भङ्ग भएको छ, हृदय पनि यसको जलेको छ, त्यो भएर यसलाई बलि दिन उचित छैन भने। अनि ती डाकुहरूले अनि डाकुको पुरोहितले सोचे कि होइन यो बलि चढ्नुपर्छ, मर्नुपर्छ भनेर यसले झुटो बोलेको पनि हुनसक्छ, यसको परीक्षा गर्नुपर्छ भनेर सबै शरीरका अङ्ग प्रत्यङ्गहरू हेर्दै गए। सबै शरीरका ती अङ्ग प्रत्यङ्गहरू हेर्दै जाँदा उसको त अङ्गुली काटिएको देखियो। अङ्गुली काटिएको देखिसकेपछि पुरोहितले सोच्यो यो अङ्ग भङ्ग भएको रहेछ, पहिल्यै पत्नी मरे कि अर्धाङ्ग भएको, अनि पुत्र मरेको, हृदय जलेको, अनि अङ्ग पनि अङ्गुली पनि यसको रहन्छ, यो बलि दिनको लागि कथमपि योग्य छैन भनेर त्यहाँबाट के गरिदिए ती डाकुहरूले, डाकुका पुरोहितले राजालाई छोडिदिए। छोडिदिएपछि ऊ राजा सिधै आफ्नो राज्यमा आयो। आफ्नो राज्यमा आएर उसले सोच्न थाल्यो। मन्त्रीले भन्थ्यो, ठिक भनेका रहेछन् मन्त्रीले, भगवानले जो गर्नुहुन्छ राम्रो गर्नुहुन्छ भनेर भनेका थिए। यदि मेरो यो अङ्गुली नकाटिएको भए त्यो खुकुरीले आज म बलिमा चढ्ने थिएँ, मेरो घाँटी नै काटिन्थ्यो। यही अङ्गुली काटिएको कारणले गर्दा म बलिबाट बचेँ, मलाई त भगवानले राम्रो गर्नुभयो, ठिक छ, तर त्यही भन्दै गर्दा त्यो सुनेर मैले मन्त्रीलाई आफ्नो देशबाट, आफ्नो पदबाट निकालिदिएँ। अनि त्यो मन्त्रीलाई के भयो त, मन्त्रीको लागि भगवानले के राम्रो गर्नुभयो, के भला गर्नुभयो त मन्त्रीको भन्ने मनमा जिज्ञासा लाग्यो। अनि आफ्ना अरू सैनिकहरूलाई, सेवकहरूलाई बोलाएर राजाले आदेश दियो कि जबसम्म मन्त्रीलाई तिमीहरूले ल्याउँदैनौ तबसम्म मैले अन्न पनि ग्रहण गर्दैन, मन्त्रीलाई लिएर आओ, त्यसपछि बल्ल मैले अन्न ग्रहण गर्छु भनेर मन्त्रीलाई खोज्नको लागि पठाइयो। धेरै ठाउँमा गएर खोजियो। राजाले भोजन पनि ग्रहण नगरिकन हजुरको यादमा बसिरहनु भएको छ भनेर सैनिकहरूले भेटाएर मन्त्रीलाई लिएर आए। लिएर आइसकेपछि राजाले के गर्छन्, पश्चाताप गर्दै भन्दैछन्, मैले हजुरलाई देशबाट निकाला गरिदिएँ, पदबाट च्युत गराएँ, हजुरले जो भन्नुभएको थियो ठिक भन्नुभएको रहेछ। हेर्नुहोस् त त्यो बेलामा मेरो अङ्गुली नकाटिएको भए म जङ्गलमा बलि चढ्ने थिएँ, त्यो अङ्गुली काटिएको कारणले गर्दा म बचेँ। हजुरले भन्नुभएको थियो भगवानले जो गर्नुहुन्छ राम्रो गर्नुहुन्छ भनेर, मैले बुझेको थिइनँ, तर जङ्गलमा गइसकेपछि बल्ल याद भयो, ठिक छ मलाई त भगवानले राम्रो गर्नुभयो। मैले यो सोचिरहेको छु कि हजुरलाई के राम्रो गर्नुभयो त भगवानले भनेर सोच्दै गर्दा मन्त्रीले भन्यो कि महाराज मलाई पनि हजुरले देश निकाला गर्नुभयो, पदबाट च्युत गरिदिनु भयो, यो पनि धेरै राम्रो, भगवानले नै ममाथि कृपा गर्नुभएको, दया गर्नुभएको। नभए हेर्नुहोस् त हजुर जङ्गलमा शिकार खेल्न जाँदै गर्दा हजुरकै साथमा म पनि जाने थिएँ, हजुरको घोडाको जस्तो गति थियो त्यस्तै गति मेरो घोडाको पनि थियो, हजुरको पछि पछि म पनि जाने थिएँ। अनि बलि दिनको लागि भनेर हजुरलाई लिएर जाँदै गर्दा हजुरको परीक्षण गर्दै गर्दा हजुर अङ्ग भङ्ग भेटिनु भयो। अनि अङ्ग भङ्ग भेटिएको भएपछि बलि को चढ्ने थियो, हजुरलाई त छोडिदिने थिए उनीहरूले, मलाई समातेर मलाई बलि दिने थिए, म बलि चढ्ने थिएँ, मेरो प्राण नष्ट हुने थियो। हजुरले देश निकाला गरिदिनु भयो, त्यस कारणले गर्दा म मर्न बाचा बचेँ। त्यही भएर भगवानले जो गर्नुहुन्छ सबैको लागि राम्रो गर्नुहुन्छ, त भगवानले गर्दै गरेको कार्यमा कसैले पनि टीका टिप्पणी गर्नु उचित छैन। विधाताको विधिमा कसैले पनि हस्तक्षेप गर्नु हुँदैन। उहाँले कर्मको गतिलाई जानेर जस्तो प्रकारको फल दिनुपर्ने हो त्यो फल दिनुहुन्छ। अनि सुख अनि दुःख
कुनै व्यक्तिले दिने होइन राजन। सुख दुःख आफ्नो कर्मद्वारा प्राप्त हुन्छ। यदि कुनै व्यक्तिले अमुक व्यक्तिले मलाई दुःख दियो, अमुक व्यक्तिको कारणले गर्दा मलाई सुख भयो भनेर भन्छ भने त्यो बुद्धिमान होइन, त्यो मूर्ख हो। सुखस्य दुःखस्य न कोपि दाता परो ददाति ति कुबुद्धिरेषा भन्ने यो शास्त्रको वाक्य यहाँ सार्थक हुन्छ। समादरणीय भक्त सज्जन महानुभावहरू, हजुरहरूले पनि यो विचार गर्नु होला। यो कथा प्रसङ्गबाट के बोध हुन्छ भने कुनै पनि व्यक्तिले कसैलाई पनि सुख पनि दिँदैन, दुःख पनि दिँदैन। आफैले जन्म जन्मान्तरमा गरेका कर्म अनुरूप त्यो फल हामीहरूलाई प्राप्त हुन्छ भनेर सुखमा पनि हामीहरू नमात्तिने, दुःखमा पनि हामीहरू नआत्तिकन बस्दै गऱ्यौँ भने हाम्रो जीवन व्यवस्थित रूपले चल्छ, हाम्रो जीवन सार्थक हुन्छ। त्यो सुख दुःखको अवस्थामा पनि परमात्माको चिन्तन गर्दै भगवानको स्मरण गर्दै अगाडि बढ्यौँ भने हाम्रो जीवन सार्थक हुन्छ भन्ने यहाँबाट हामीहरूले बोध गर्नुपर्छ। अब हजुरहरूलाई के कस्तो लाग्छ यो भिडियो, यसमा हजुरहरूले टीका टिप्पणीहरू पनि गर्नुहोला अनि कस्तो लाग्यो त्यो पनि हजुरहरूले बताउनु होला। पक्कै पनि हजुरहरूलाई राम्रो लाग्छ भन्ने आशा गर्दै म हजुरहरूको बीचबाट अब बिदा हुन चाहन्छु। अस्तु नारायण।